हेलो गाइस, हामी चाहिँ जाँदैछौँ माथि पादरसी गएर हामी हेर्नुहोस् यो सिनलाई इन्जोय गर्नुहोस्। यो चाहिँ राम्रो जाने बाटो सिधै त्यहाँबाट धेरै ठाउँ जान्छ अनि यो चाहिँ गलिगली चौकदेखि हाम्रो अहिलेसम्म हालत रास्ता भएको छैन। 24 घण्टा हावा लागेको लागि हुन्छ क्या। तर तपाईँले यहाँबाट यस्तो राम्रो भ्यू देखाउँछ होइन। बुढीचोड गाउँपालिका जाने बाटो भयो। यहाँबाट चाहिँ पादरसी गाउँपालिका जाने बाटो डिल्लीचौड अथवा भिरेलुमा होइन। यो चाहिँ हाम्रो पादरसी जाने बाटो है। यस्तो छ अवस्था। तर राम्रै छ, ठिकै छ। तर अलिकति बाटोमा खाल्डाखुल्डीहरू छन्। तर बर्खाको झरीमा चाहिँ अलिक गाह्रै हुन्छ यो बाटोहरू होइन। गाडीहरू चल्दैन धेरै जसो यहाँ, किन अहिले पिच भएको छैन क्या, त्यही भएर चाहिँ अलिक गाह्रै हुन्छ होइन, हिलो हुन्छ। अहिले चाहिँ निकै छ, अहिले चाहिँ जाडो महिना हो, पानी पनि आएको छैन। पानी आइदिए भए अलि के हुन्थ्यो भन्ने हो, निकै जाडो छ। बाटोमा जाँदै थियौँ अनि फागुन 21 गतिको मेदीको लागि चाहिँ यहाँ केटाकेटीहरू धेरै आउँदै थिए र मेदीमा लाउनु छ नि त 5 गति हो तिनीहरूको रनिङ दौड्ने होइन। त्यही भएर त्यस्तै हो। अब रिनी गाउँ हामी पुग्दैछौँ होइन। रिनी गाउँ चाहिँ यस्तै हो, गाउँतिरको बाटो यस्तै हो। तर पनि अलि विकास भइदिए हुन्थ्यो भन्ने हो होइन। तर चाहिँ यहाँबाट केटाकेटी धेरै आइरहेको थियो क्या, त्यो सबै मेदीको लागि होइन। अब किनकि 5 गतेसम्म चाहिँ यिनीहरूको मेदीको यहाँ दौड्ने सिलेक्सन गर्ने किनकि होला होइन। यो पादरसी गाउँपालिका जाने बाटो होइन, सबभन्दा जोखिम बाटो हुने हो क्या। तर हामी चाहिँ यहाँबाट किन एकदम स्पिड लिएर आउँछ होइन। तर यो चाहिँ गर्नु हुँदैन क्या, किनभने यहाँ अलिक खाल्डाखुल्डी धेरै छ, त्यहाँनिर एक्सिडेन्ट धेरै हुन्छ होइन। त्यो एकदम सचेत भएर सोझो राइट हामीसँग हामी जाँदैछौँ। बाँकी कुरो चाहिँ हामी पछि देख्छौँ। यति साम्रो बाटो छ कि यति साम्रो बाटो छ होइन। 2 बाइक अटेर मात्रै रोड हो यो। यसमा अझै गाडी चलाइदिन्छ यहाँका मान्छेले एकदम साहसी होइन। हो तल पुरा नदी छ, यहाँ तल लड्यो भने सिधै गयो क्या। पुरै यस्तो डेन्जर बाटो छ। तर यो सबजना जति देखिराख्नु भएको छ नि त केटाकेटीहरू सब मेदीको लागि हो क्या। अब हाम्रो नेपालमा यति बेरोजगार बढिसकेको छ कि अब 900 सिट खोल्या छ, त्यहीमा अब 10,000जनाले मेदीको लगाएको छन्। अब को कति सेलेक्सन हुन्छन्, गाह्रो छ है। नेपालको स्थिति बहुत गाह्रो छ गाइज। त्यही भएर हामीलाई राम्रो युवा नेता चुनौँ र राम्रोसँग मान्छेलाई भोट हालौँ भन्ने हो। यस्तै यहाँको भ्यू घर सबै राम्रो छ, त्यही हो गाइज। हेर्नु बाटोमा हामी सानो बाटोमा छिरिहालेको थियौँ, अलिक गाह्रो थियो बाटो। हामी पछि अर्को बाटो गयौँ। न्युट्रल आएको छ, कहाँ जाने बाटो नि बाटो छ कि नै हामी अल्पत्र बढिसक्यो गाइज। बाटो पनि निकै गाह्रो छ होइन। तर के छ भन्दाखेरि यसमा चाहिँ हामी यो पुलमा छौँ, सानो एउटा पुलमा छौँ होइन। गाइजको चेन्ज गरिदिने अब गरिदिनु न, चेन्ज छैन हो। यहाँ को हुनुहुन्छ? 20को चौधरी चाहियो होइन। 500को चेन्ज छ कि छैन होइन? भित्र राखेर दिनुहुन्छ। अब हजुरसँग चेन्ज है भन्नुहुन्छ, बरु रिचार्ज राखेर भए पनि हजुरले बरु बेचिहाल्नुहुन्छ के यो राख्ने हाम्रो बेच्छौँ। ए नभए यस्तो गर्नु त, यो गरिदिनु छैन टफीको छैन, चेन्ज छैन हो। कहाँ पर कहाँ होला हब्बेर हेर्नुहोस्। हामी लगभग बर्खुली पुग्न लागिसकेका छौँ होइन। यहाँ चाहिँ ठाडो र बाटो निकै गाह्रो छ होइन। तर तपाईँले एउटा बाटो देखाउँछु कि तपाईँ यहाँका मान्छेहरू चाहिँ, तर यहाँ पारिपट्टि चाहिँ होइन यस्तो भिड छ, मान्छे खस्यो भने लोड छ जस्तो छ होइन। तर त्यहाँ बाटो छ कि मान्छे घाँस काट्छन् होइन। अहिलेको सिजन चाहिँ त्यस्तो छैन। तर तपाईँले त्यो बाटो चाहिँ जुम गरेर देखाउँछु है। यो बाटो हेर्नुहोस् न पहिला, यो बाटो अनि यस्तो भिडमा यस्तो बाटो छ हेर्नुहोस् है गाइस। यस्तो बाटोमा गएर मान्छेहरू काम गर्छन् कि। अनि यहाँ हेर्नुहोस् ठाडो, केही छैन यहाँ। लगभग हामी बडखोली पुगिसकेका थियौँ र बडखोलीमा धेरै ओखरको रुखहरू रहेछन् होइन। त्यो नि काँठे ओखर। अनि त्यस्तै हो, बाटो चाहिँ अलि बिचबिचमा कहीँ ठाडो परेको थियो। र यसो हेर्दाखेरि हाम्रो अब हिमाल पहाड र हिमालतिर चाहिँ पानीको कमी हुँदैन क्या, जडाबाट जहाँबाट निस्किहाल्छ, त्यही हो। तर बाटो हेर्नुहोस् न, यति गाह्रो थियो है। ढुङ्गासुङ्गाहरू के अरे यताउति ठाडो परेको है। पुरा रोडमा पानी छ अनि कहाँबाट यस्तो देश कहाँबाट विकास हुन्छ होइन।
त्यही भएर चाहिँ गाई जस्तो बाटो थियो अलि निकै चिसो पनि थियो होइन। अब हेर्नुहोस् त यहाँ बाटोघाटोमा कति ठाडोहरू छ, आइसहरू होइन, सानसानो खोलाहरू, यस्तै यो रुखहरू छ, जङ्गल छ है। बाटो राम्रो छ, रमाइलो छ बाटोको यात्राहरूमा है, त्यस्तो चाहिँ छैन, बोर लाग्ने। लगभग हामी लासी पुग्दाखेरि हामीलाई सुरुमा लोर्पा गाउँ भन्ने देखिन्छ होइन, ऊ त्यहाँ देखेर होला तपाईँलाई। अब त्यहाँबाट त गाउँहरू एकदम राम्रो देखिन्छ कि होइन, एकदम राम्रो क्या। तर पाहाडमा र हिमालको बसाइ चाहिँ अलिक गजब हुन्छ है गाइस। तर चाहिँ एकदम आनन्दित कि एकदम शान्त वातावरण है। गाउँको नाम के हो? फाइनली लोर्पा पुगिसकेका छौँ होइन। हामी त्यो गाउँ पुगिसकेपछि पुलमा दुईजना चाहिँ फोटो खिच्दै रहेछौँ अलि मोडलको लागि। आज शनिबार थियो, अलि यसो घुमघाम गरौँ भनेको। लोर्पा गाउँतिर आइयो होइन। तर गाउँ ठाउँ बाटो साटो सबै राम्रो रहेछ। अरू यस्तै हो गाइस, कहिले काहीँ घुम्नुपर्छ होइन। अब घरमा कति बस्ने होइन, अलि बसेर पनि काम हुँदैन, अलिक घुम्ने माइन्डलाई पनि राम्रो हुन्छ क्या होइन। तपाईँ पनि घुम्ने गर्नुहोस् गाइस। र हरेक कामले टेन्सन नलिनुहोस्, काम भन्ने यस्तै हो, काम भन्ने चाहिँ गरिराख्ने हो जिन्दगीमा होइन। तर कहिले काहीँ घुम्ने पनि गर्नुपर्छ कि गाउँमा होइन। हामी लासी भन्ने ठाउँ पुगिसक्यौँ लगभग। लासी आज शनिबार पनि थियो, पुरो बन्द थियो होइन, पुरो रोडमा कोही पनि थिएन, पसलहरू बन्द थिए। तर लासी राम्रै छ। अहिले हामी पातरासी गाउँपालिका पुगिसक्यौँ होइन। पातरासीको गाउँपालिकाको बिच मेनमा चाहिँ यो लासी भन्ने चाहिँ ठाउँमा चाहिँ हामी छौँ होइन। तर यहाँबाट चाहिँ सबै ठाउँ देखिन्छ क्या। उता चाहिँ अब के हो नाम थाहा छैन, उता गाउँ छ, तल गाउँ छ होइन, उता गाउँ छ। यहाँ चाहिँ दिल्ली चोक परिहाल्यो माथितिर, उतिर दिल्ली चोक भइहाल्यो। ठाउँ हेर्नुहोस् गाइस, यहाँ पनि कुनै कम छैन कि, यस्तो सुन्दरता धेरै राम्रो छ होइन।